विपक्षी पार्टीहरूले सारा नेपाली जनतालाई झुट बोल्दैछन्, राष्ट्रलाई धोका दिँदैछन्। कसरी म भिडियोमा चर्चा गर्दैछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। यदि तपाईँहरू मेरो यो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने एक सब्सक्राइब गरेर मलाई पनि थोरै सपोर्ट गरिदिनु होला। आउनुहोस् ढिला नगरी चर्चा गरौँ। विपक्षी पार्टीहरूले स्वीकार्नै नसकेको तर नेपाली जनताले अत्यधिक मतले जिताइदिएपछि रासोपाले झन्डै 100 दिन हुन थालिसक्यो सरकार चलाइराखेको छ, विभिन्न काम गरिराखेको छ। तर विपक्षीहरूको बाधा अवरोध लगातार छ, संसदमा छ, सडकमा छ र मिडियामा छ। यही बीचमा रवि लामिछाने भारत भ्रमणपछि नेपाल फर्किएका छन्। सर्वदलीय बैठक बोलाए तर कुनै पनि पार्टीका शीर्ष नेताहरू उपस्थित हुनै मानेनन्। रवि लामिछानेले बोलाएको मिटिङको मुख्य एजेन्डा राष्ट्रको लागि भारतमा भएका छलफलहरू, भारत सरकारले नेपालबाट के चाहन्छ, नेपालले भारतबाट के चाहन्छ, यिनै विषयमा छलफल गर्न चाहन्थे। एक दोस्रो, विपक्षीहरूले लगातार संसद अवरुद्ध गरेका छन् विभिन्न बाहनामा। अब संसदलाई सुचारू गर्नका लागि विपक्षीहरूले कसरी सहयोग गर्न सक्छन्, अर्थात् सत्ता पक्षले कसरी विपक्षीहरूको सम्बोधन गर्छ भन्ने बारेमा छलफल गर्न चाहन्थे। तर कुनै पनि पार्टीले साथ दिएनन्। यसले के देखाउँछ भने अब भारतमा रवि लामिछाने भ्रमणको क्रममा भएको यो राष्ट्रका लागि एजेन्डा हो। अब यहाँ राष्ट्रका लागि विपक्षी पार्टीहरूले रवि लामिछानेलाई साथ नदिएको स्पष्ट तपाईहरूले देख्न सकिन्छ। अब यो राष्ट्रका लागि एकदम घात पनि हुन सक्छ। दोस्रो, रवि लामिछानेले एजेन्डा संसद सुचारू गर्ने एजेन्डा थियो, के छ विपक्षीहरूको धारणा। तर यहाँ पनि कसैको उपस्थित भएन र विपक्षी पार्टीहरूले संसद सुचारू गर्न नचाहेको जस्तो देखिन्छ। यसले के देखिन्छ भने संसद यसरी नै 4-5 वर्ष विभिन्न कारणले अवरुद्ध गर्ने र रासोपा सरकारलाई असफल गराउने। रासोपा सरकार असफल गराउँदा हामी जनता असफल हुने हो। तर अब विपक्षी पार्टीहरूले कसरी भ्रम फैलाउँदैछन् भने रासोपाले जनताका लागि काम गरेन भनेर भ्रम फैलाइदिने। संसदमा हामी सबैको मुद्दा, एजेन्डा, अर्थात् हामी सबैको समस्या बोलिन पर्थ्यो। कहिले कुनै पार्टीले पनि बोलेका छैनन्। बर्खा लाग्यो, हामी समस्या, खेतमा सिँचाइ छैन, अब खेत रोप्ने बेला भयो, मलबिउ छैन। यी समस्याहरू संसदमा बोल्नु पर्थ्यो। अब संसद नै अवरुद्ध गरेर रासोपाले जनताका लागि केही बोलेन भनेर जनतामा भ्रम फैलाइदिने र आफूहरू राजनीतिक एजेन्डा लिएर अगाडि बढ्ने जनताका समस्याहरूलाई अब राजनीतिकरण गर्दैछन् विपक्षी पार्टीहरू। अब आउँदो चुनावका लागि यो तयारी हो। न राष्ट्रको बोलिएको छ, न जनताको बोलिएको छ। जनताको समस्या भनेर अब सिमानालाई देखाएर विषयान्तरण गरेर अब विपक्षीहरूले कुनै पनि जनताका पीडा, मर्का बोलेको छैनन्। हामी सबैले यो बुझ्नुपर्नेछ। यहाँ विपक्षीहरू झुट बोलिराखेका छन्, राष्ट्रको सिमानाको मुद्दाहरू पनि पछि पार्दैछन्। हामी सबैले बुझौँ। अब आउँदो चुनावमा हामी सबै एकजुट भएर फेरि राष्ट्रको लागि लाग्नुपर्नेछ। आजलाई यो भिडियो यति नै। यदि यो भिडियो तपाईँलाई मन पर्यो भने एक लाइक गर्नुहोला। ओके, नमस्ते।